हेलो जय नेपाल साथीहरू है। अहिले चाहिँ हामी वन्जुबाट आसानतिर फर्किँदैछौँ र बाटोमा एउटा सानो हल्का भयो भने यसो स्लो भ्लगिङ हान्दिउँ भनेर नि। ल हेर्दै गरौँ है साथीहरू हाम्रो भ्लग है। सुरुमा मौसमकै कुरा गरौँ होइन। मौसम चाहिँ आज चिल छ है, जाडो भए पनि घाम लागिरहेछ है। यहाँ चाहिँ हाम्रो केपी ओली होइन शर्मा है। अनि आफ्नो मित केपी ओलीको बारेमा नि केही भनिदिनु त। कुरै नगर्ने, एक दुई शब्द जाओस् त। ज्यानमार हो, अगतिलो हो, एकदम घमण्डी, देख्दै पारो चल्छ। आजभोलि खासै पनि लाग्दैन। तपाईँ पनि नाम हटाउनु पऱ्यो नि त। अब उता अहिले केपी के हो, क्रिस हो। ल ल केपी शर्माबाट क्रिस शर्मा भइसक्यो है। चाहिँ केपी भन्ने थियो, उता याद आउँथ्यो। उखाने होइन, उखाने हो। अझै पनि उखानेका भक्तहरू उखानेहरू टन्नै छन् देशमा। के गर्ने हो, गाह्रो छ हौ। पछि गरिन्न, समयअनुसारको परिवर्तन गर्न सकेनौँ, दुःख पाइन्छ गाइजहरू अलिकति। अनि यसपालि यो विदेशबाट अनलाइन भोट हाल्न पाइयो भने चाहिँ कसलाई हाल्ने हो? आफ्नो सिधै घन्टी लगाऊ। घन्टी हो, घन्टी बजाउनु यसपालि। घन्टी बच्चा जस्तो छैन त खासै। तपाईँको ढ्याङ्ग्रो बजिकन घन्टी मात्रै बज्न बाँकी हो कि अब ढ्याङ्ग्रो बजिसक्यो। ढ्याङ्ग्रो बजिसक्यो, ढ्याङ्ग्रो बजाइसक्यो। आफ्नो केटाहरू गाउँमा छिरेर पुरै घन्टी बजाउन। अब ढ्याङ्ग्रो बजिन्छ, घन्टी बजी अब सिनापछि बज्छ। माटो पनि ठिकै लाग्छ, माटोमा पनि अब अलिकति केपीको गन्ध गइरहेको छ कि फेरि त्यतातिर। हो र, के हो त्यो गन्ध भनेको चाहिँ? अलिक त्यतिकै नेठे घमण्ड पारेको कुरा। त्यति नभइदियो त ठिकै थियो। यहाँको कोरिया पनि त्यस्तै श्रमबाटै चाहिँ डेभलप भएको कन्ट्रीहरू। अनि यो घन्टी र चिम मिल्ला जस्तो छ? त्यो क्षणिक मिल्छ, त्यो लङ टाइम मिल्छ। लङ टाइम नमिले पनि यदि चुनावको लागि चाहिँ पछार्नुपर्ने या त पछाडिदियो भने के हुन्छ भने ल्याउनु पर्छ त। हामी मिलाउने जुटाउने समावेश गराइहाल्छौँ कि हामी नेपाल मात्रै जानु पर्यो। बस नेपाल जानु पर्यो है, चुनाव अगाडि जाने हो र? मेबी भोट हाल्न आउन नि सकिन्छ। अब यो विदेशबाट भोट हाल्न पाउँछु भन्ने चाहिँ सपना नदेख्यौँ होइन। यो विदेशबाट भोट हाल्नु पाउने होइन, नेपालमा भएको मान्छेले त भोट हाल्नु पाउँदैन। हाम्रो रेमिटेन्स चल्ने हो, नोट चल्छ, भोट चल्दैन है। त्यही भएर एउटा जिल्लाबाट अर्को जिल्लामा मान्छे गयो भने त्यसले भोट हाल्नु पाउँदैन रहेछ क्या। जब निर्वाचनमा खटिने कर्मचारी हुन्छ नि, अब एक जिल्लाबाट अर्को जिल्लामा हुन्छ, प्रहरी हुन्छ, अर्को जिल्लामा आफ्नो जिल्लामा काम गर्ने ट्राफिकहरू खटिरहेको हुन्छ, तिनीहरूले भोट हाल्नु पाउँदैन रहेछ क्या। अनि हामी यहाँ विदेशमा त चान्सै छैन क्या, त्यो नसोचे हुन्छ। ल यता हाम्रो पाइलट विनोद भाइको के छ? विनोद भाइको चाहिँ के राय छ यसपालि भोट हाल्न पायो भने? कोरियाबाट पहिलो कुरो यो राष्ट्रपति हटाएर राजा ल्याउनु पर्यो। राजा ल्याउने है, त्यसपछि चाहिँ अनि राजावादी चाहिँ होइन, राजा चाहिँ ल्याउनु पर्यो। समर्थन गरिन्छ होइन, राजावादी नै त होइन कि, तर एउटा मियो चाहियो भन्ने कुरा हो मेरो चाहिँ। राजा जतिको पनि काम गरेन होइन अहिले, कामै भयो। देश बिजोग हो, एउटा मियो राखौँ। देश बचाउने ठाउँमा एउटा मियो राखेपछि अनि राजनीति गर्ने भने अहिलेका नयाँ पार्टीहरूले हो, नयाँ पार्टीलाई बहुमत दिनुपर्छ। अहिलेसम्मको माहौल हेर्दाखेरि के कस्तो परिणाम आउला जस्तो छ साथीहरू? अहिलेसम्म आउन त घन्टीको अगाडि आउँछ होइन, तर बहुमत नै चाहिँ आउँदैन। फेरि घन्टीको पनि मिक्स आउँछ। मिक्स आएपछि अब फेरि मिलेरै सरकार बनाउने हो। अनि हुने भने चाहिँ यही पहिला जस्तो खेल थियो त्यस्तै हुन्छ। त्यही खेल है, लास्ट मेरो विश्लेषण चाहिँ लास्टमा प्रचण्डले नै पड्काउने हो प्रधानमन्त्री। त्यही हो, जो बाटो छ है। अहिलेको यो निर्वाचन प्रणाली होइन जे छ अहिले, जस्तै केही चेन्ज भएको छैन क्या। प्रधानमन्त्री मात्रै चेन्ज हुने हो। केही गरी नयाँ दलहरू ठुलो के अरे पहिलो पार्टी भइहाल्यो भने लास्टमा चौथो पार्टी प्रचण्ड भयो भने प्रचण्डले नै हो क्या प्रधानमन्त्री पड्काउने, त्यस्तै लाग्छ मलाई। प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, कार्यकारी प्रधानमन्त्री र राष्ट्रपति यो काम नलाग्ने पार्टीका दलका झोले राख्नुभन्दा बरु राजालाई ट्याक्क ल्याएर राख्नु क्लियर। राजा पनि फेरि ठ्याक्क पहिलाको जस्तो राजा होइन कि होइन, त्यसको छोरोपछिको राजा अब त त्यो होइन। उनीहरूले पनि सोचिसक्यो निरङ्कुश त चल्दैन, त्यो सबैलाई थाहा छ।
यस्तो विकास कहिले हुन्छ हो यस्तो विकास फेरि विकास गर्ने मान्छे चाहियो हामीलाई कुरो हेर्दा डाँडा काँडा ठुलो पारिन्छ अब सानसानो ठुलो पारेर नेपालमा पनि पार्छ यो सबैतिर डाँडै काँडा छ सबैतिर ठुलो पारेर कति सजिलो हुन्छ अहिलेको चुनाव त गराउँदैछ तर चुनाव होला नहोला भइहाले पनि चुनावमा केही हेरफेर छैन क्या जसरी पहिला चुनाव हुन्थ्यो त्यसरी चुनाव मात्रै हुने भयो क्या त्यही त अहिले प्रधानमन्त्री फेरि के अहिले जेनजीकै सरकार छ होइन जेनजीकै सरकार छ त प्रधानमन्त्री जेनजीकै छ होइन प्रतिपक्ष कोही छैन नि त खोइ के गर्यो त ल न जेनजीको त्यो आन्दोलनमा जति मारिए शहीदहरू भयो न तिनीहरूको लागि केही गर्न सक्यो उल्टै जेनजी समातेर सुनिरहेको उल्टै जेनजी मात्रै सुनिरहेछ त्यही भएर प्रधानमन्त्री चेन्ज भएर केही हुने छैन फेरि निर्वाचन भएर पनि त्यही प्रधानमन्त्री मात्रै चेन्ज हुने हो अहिलेको चुनाव चाहिँ पुरानो भर्सेस नयाँ पार्टीको हुनु पर्यो नयाँ पार्टी भर्सेस नयाँ पार्टी भयो भने चाहिँ परिणाम राम्रो आउँदैन हुनु पऱ्यो साथीहरू होइन अलिकति घैँटामा घाम लाओस् सकेसम्म बहुमतै पुर्याउने कोसिस गरौँ सधैँ भेटाएको ताल आधी उधी काम जेनजीले सक्दिसकेको छ भत्काउने काम सक्दिसकेको छ क्या अब बनाउनको लागि चाहिँ नयाँहरू एकजुट हुनैपर्छ यदि नयाँहरू पनि अब त्यो भोट काटाकाट गर्नु थाल्ने हो भने चाहिँ केही हुनेवाला छैन केही हुनेवाला छैन है हामीले त सोचेअनुसार के मान्छे नयाँ नयाँमा कसलाई भोट दिउँ घन्टी दिउँ कि माटो दिउँ कि छिम दिउँ कि अझै चुनाव ढिलो हुने भने त अझै कतिवटा पार्टीहरू जन्मिन्छ क्या त्यो नयाँ नयाँहरू जुझ्ने भनेको त्यो भोट काट्ने अस्ति त इलामको र किर्तिपुरको चुनाव जतिकै त त्यस्तै परिणाम आउँछ क्या अब इलाममा पनि अब नयाँ नयाँहरू मिल्नु सकेन पुरानोले पड्काइदियो त त्यही हुन्छ है त्यही भएर मैले चाहिँ देखेको यो सिस्टम केही चेन्ज भएको छैन अहिलेको जुन सिस्टम छ त्यसमा जसलाई नयाँलाई राखे पनि पुरानोलाई प्रधानमन्त्री बनाए पनि हुनेवाला केही छैन त्यही भएर नयाँ जति सक्दो मिलेर धेरै सिट ल्याएर होइन धेरै कुरामा मिल्नु पर्दैन क्या यिनीहरू आफ्नो पार्टी लगेर पार्टी नै मिसाउनु पर्दैन क्या आफ्नो पार्टी होस् तर 4-5वटा कुरामा चाहिँ मिलेर चुनावसम्म चाहिँ चुनाव लडेर त्यसपछि फेर्न मिल्ने र होइन बदल्न सक्ने जति कानुनहरू नीति नियमहरू चाहिँ अलि हल्का सुधार गरेर अनि तुरुन्तै प्रत्यक्ष कार्यकारी निर्वाचनहरू गराउने यो जेनजी यिनीहरूलाई के अरे न्याय दिने होइन आन्दोलनमा अब त्यो आन्दोलन चर्काउने त्यो सरकारमा भएका मुख्य अभियुक्तहरूलाई तिनीहरूलाई कारवाही गर्ने यो प्रदेशहरू खारेज गर्ने कामहरू चाहिँ मिलेर मात्रै गर्नु सक्छ क्या अहिले जस्ताको तस्तै केही नगरिकन चुनाव हुने माथि जाने अनि त्यो राष्ट्रमा त्यही हुन्छ फेरि भागभन्डा बाहेक के हुनेवाला छैन अहिले एक साथ मासु भातले गर्दाखेरि 5 वर्ष रोएर बस्नु तिनीहरूलाई फेरि सराप्नुभन्दा होइन एक साथ मासु भात बरु नखाउँ भोट मान्छे राम्रो चुनाउँ त्यही पार्टीको पछि नलागौँ हामी जन्मेदेखिबाट काङ्ग्रेस र एमाले भन्दै बुढो भइसक्यो अब हाम्रो त समय अब धेरै नहोला हाम्रो पछिको भावी पुस्तासम्म दुःख पाउने छ सोचौँ विचार गरौँ भेडाको फुलमा नछिरौँ विचार गरौँ एक साग मासु भातको लोभ नगरौँ एक छाक मासु भातले 5 वर्ष रोएर तिनीहरूलाई सरापेर बस्ने दिन आउँछ पुरानोलाई चाहिँ भोट हाल्दै नहालौँ नयाँ मध्येको नै राम्रोलाई हेरेर हालौँ होइन हाम्रोलाई होइन राम्रोलाई गरौँ केही पार्टी भन्नु पनि छैन अब आफ्नो मनले कसले चाहिँ राम्रो गर्ला जस्तो लाग्छ होइन तर पुरानातिर देख्नु छ चाहे माटो चाहे राष्ट्रिय स्वतन्त्र पार्टी होस् चाहे चिम होस् अलिकति मान्छे विवेक पुऱ्याएर आफ्नो फैसला निर्णय चुन्न सक्दियो भने भविष्य उज्जवल हुन्छ जस्तो यहाँ कोरियामा अब केही चुनाव प्रचार केही हुन खर्च ठुलो छैन यो हिसाबले चाहिँ चुनाव गर्न सक्यो भने अलिकति त्यो पनि अलिकति प्लस पोइन्ट हुन्छ किनभने चुनावमा धेरै खर्च भएपछि भ्रष्टाचार गर्ने झन् बाटो यिनीहरूलाई झन् लोभ हुन्छ त्यसले गर्दाखेरि चुनावलाई चाहिँ कम खर्चिलो गराउने भ्रष्टाचार अरूले भ्रष्टाचार भन्छ अब हामीले भ्रष्टाचार हाम्रो सपोर्टले हो नि त हामीले भ्रष्टाचार गर्ने बाटो हामीले देखाइरहेको छ हामीले पैसा नखुवाइकन काम गराउने वातावरण त्यस्तो वे बनाउनु पऱ्यो कि जनताले त्यो अब नेताहरूलाई कर्मचारीहरूलाई भ्रष्टाचारी भन्छ हामीले गर्ने काम छिटो हुन्छ छरितो हुन्छ केही टेन्सन हुँदैन भनेदेखि हामीले पैसा दिएर चाहिँ हामीले चाहिँ भ्रष्टाचार गराइदिइरहेको तर के गर्नु देशको सिस्टम नमिलेर हो यो सिस्टमले चल्दियो भनेदेखि फेरि सिस्टमबाटै चल्छ देशको त्यही त सिस्टम सुधारे त जो प्रधानमन्त्री भए पनि जो राष्ट्रपति भए पनि के एउटा सिस्टममा देश चलिसकेपछि त ढुक्क हुन्छ क्या अहिले सिस्टमै लथालिङ्ग छ अनि के जो प्रधानमन्त्री भए पनि केही हुनेवाला छैन अब यत्रो जेनजीको आन्दोलनपछि यत्रो सरकार बन्यो होइन खोइ त त्यत्रो मान्छे मरे केही न केही मान्छेको बलिदान मात्रै खेर जानु देखियो होइन एउटा कतै अब चुनाव अगाडि त्यो हाम्रो के अरे झुसिला काकीले के भन्थ्यो होइन
चुनावपछि त बोली नै फेऱ्यो त त्यहाँ पुगेपछि के हो न प्रधानमन्त्री बनेपछि त बोली नै फेऱ्यो त न केही गर्नु सक्यो न केही गर्नु सक्यो केपी ओली रमेश लेखकले राजीनामा दिएर मात्रै हुँदैन, यत्रो मान्छेको हत्या गरेछ, यिनलाई कारबाही हुनुपर्छ, कटागारामा उभ्याउनुपर्छ भन्थ्यो त्यो मान्छे सडकमा आएर। अब अहिले नियममा चल्नुपर्छ अरे, नियमले बाँध्यो अरे, त्यही हो होइन, नियममा बाँधिने अहिलेको यही प्रणालीमा चुनाव हुने भने अब जो नै नयाँ गए पनि पुरानो गए पनि केही हल्लिनेवाला छैन। अलिकति मिलेर गएर बहुमत ल्याउन सक्यो भने चाहिँ 2-4वटा नीति नियमहरू सुधार गर्न सकिन्छ, नत्र केही हुनेवाला छैन। मलाई त्यस्तो लाग्छ क्या नयाँहरू चट्टै मिलेर यिनीहरूले पार्टी मिल्नु पनि परेन क्या, 2-4वटा 5-6वटा बुँदा मिलाउने क्या, 4-5वटा 5-6वटा बुँदा जस्तो प्रत्यक्ष कार्यकारी होइन। अनि यो जेनजी आन्दोलनमा भएको जुन क्रूरतापूर्वक जे गर्यो यो माथि सरकारमा हुनेले होइन, तिनीहरूलाई कारबाही, त्यसपछि परदेश खारेज, अनि त्यसपछि भिआइपी सुख सुविधाहरू जुन लिएर बसिरहेछ अहिले तिनीहरू सबै खारेज गरेर 4-5वटा बुँदामा मिलेर चुनाव जितेको लगत्तै होइन। त्यसपछि अर्को चुनाव गराउने क्या, राष्ट्रपति प्रधानमन्त्री कार्यकारी, त्यो चुनावमा चाहिँ अनि नयाँ भिड्ने हो क्या, अहिले नै भिड्ने हो नि क्या, अहिले भिड्ने अवस्थै छैन नि, अहिले चाहिँ पुरानोलाई साइड लगाउने मात्रै हो क्या। अहिले देश बनाऊ के, देश बनाऊ अनि फेरि विदेशमा गएर उपचार गर्ने हो कि मेन कुरो त अर्काको देशमा गएर उपचार गर्ने होइन। देश धनी बनाओस् न, त्यसपछि के गाडी चढ्ने होइन, हेलिकप्टरै चढेर घुमोस्, प्लेनै चढेर हिँडोस्, के कसले हो। शेरबहादुरको बुढाबुढीहरू त अब आफ्नो त्यत्रो 6 पटक प्रधानमन्त्री भएर आफूलाई उपचार गर्न सक्ने एउटा हस्पिटल बनाउन सकेर सिङ्गापुर धाउँछन् भनेदेखि तिनीहरूले लाज शरम छैन। 6 वर्ष प्रधानमन्त्री हुँदाखेरि पनि 6 पटक प्रधानमन्त्री भयो होइन। अब त्यस्तो उनीहरूसँग त पैसा छन् र पो विदेशमा गएर उपचार गरिरहेछ। जनताको कुन हालत छ, एउटा सिटामल पाएको छैन होइन। आफ्नो देशमा हस्पिटल भइदिएर तिनीहरूलाई नि कतै कुद्नु पर्दैन। पहिला आफ्नो देश बनाऊ अनि फेरि जति रमाइलो गर्ने जे गर्ने जनता खुसी गरौँ, आफू खुसी हौ। यस्तो हुनुपर्छ विकास हेर ल कोरिया एउटा पहाड छेडेर अर्कोतिर निस्किने हो, कहाँ पातीमाथि पहाडतिर कुदिन्छ। पहाडमा टर्निङ हानेर मात्रै हुन्छ, यसरी सर्लक्क एउटै लेभलमा छ बाटोघाटो। यसरी विकास गर्नलाई चाहना हुनुपर्छ। कति वर्ष भयो नेपाल छोडेको? 10 वर्ष भयो होइन? 10 वर्ष भइसक्यो। 10 वर्ष भयो, 10 वर्ष 12 वर्ष भइसक्यो नेपाल छोडेर कोरिया आएको होइन। छोडेर आउँदा भन्दा अहिले जाँदा झन् लथालिङ्ग छ कि, अनि के गर्ने हामीले? हामीले के वातावरण हुनु पऱ्यो नि देशमा फर्किने यार, यही छैन। अब घर गएर अब छोराछोरीलाई एसएलसी सकेपछि कुन देश पठाउने भन्ने हाम्रो सोच छ यार। हामीले दुःख गऱ्यौँ, हाम्रो छोरी चाहिँ दुःख नपाओस् भनेर देशमा बस्ने वातावरण बनोस् भन्ने चाहिँ हाम्रो चाहना हो नि। तर अब अहिले फर्किने अधिकांश साथीहरूको होइन छोराछोरी अब कुन देश पठाउने भन्ने छ क्या चाहना, एसएलसी सकेपछि। जबसम्म युवा पलायन हुन्छ तबसम्म देश विकास हुन्न। राम्रो राजनीति अलिकति एउटा लिडिङ गर्ने मान्छेले चाहिँ अलिकति राम्रोसँग गरिदिएर बाहिर देश जान्छ, बाहिर देशमा बस्छ, अब रमाइलो होला, अलिअलि पैसा कमाउला। तर त्यो देशमा एक दिन त त्यहाँ केही न केही त खेदाउँछ क्या त बाहिरबाट त, सधैँ बस्ने वातावरण हुँदैन क्या। फर्किनु पर्ने आफ्नै देश हो। डेभलप त होइन नि त, व्यक्तिले बनाएको हो नि त। श्रम गर्ने मान्छे पनि त चाहियो नि होइन। भएका श्रम गर्ने श्रमदार जति सबै विदेश गइरहेछ। अनि देशमा चाहिँ लिडिङ गर्ने मान्छे, अलिकति योग्यता भएको मान्छे, क्षमता भएको मान्छे, भिजन भएको मान्छे देशमा छैन। भएकोलाई टिक्न दिँदैन यिनी चोरहरूले होइन। त्यसले गर्दाखेरि अलिकति सोचौँ, विचार गरौँ। राजनीतिले नै हो देश विकास गर्ने गराउने, राजनीति नै बिनाको हुन्न। त्यसले गर्दाखेरि सोचौँ, सम्झौँ। बाउ हजुरबाउ आमा बुवा दाईहरू चाहिँ फलानु पार्टीमा छन्ने भन्दा आफू पनि त्यही पार्टीमै झुन्डिनुपर्छ भन्ने छैन। समयअनुसार चल्न सिकौँ। समयअनुसार चलिनु भने दुःख पाउने आफैले हो होइन। त्यसले गर्दाखेरि जय देश जय नरेश, आफ्नो देशलाई माया गरौँ। वी लभ केपी बा होइन, वी लभ नेपाल भनौँ के। यति भन्दै आजको मन्तव्य यहीँ टुङ्ग्याउँछौँ। धन्यवाद। कहाँ धन्यवाद। वी लभ केपी बा होइन, वी लभ नेपाल भनौँ के। ऊ खाने कि अब गु खाने र अझै पनि घटेका छैन। अहिले मान्छेहरू नेताको पछि चाहिँ कति कुदिरहेको हो क्या, हक दिन्छ र खाउला जस्तो गरेर क्या। नयाँको पछि कुदिरहेछ, घरमा बस्ने हो, भोट माग्न आफै आउँछ क्या, त्यतिखेर भन्ने हो के भन्नु रहेछ। पछि कुदिएको छ यार, के हो हक दिन्छ र खान्छ जस्तै अति क्या, काम नभएको हो कि पछि कुदेको छ क्या। अब जनतालाई भेडा बनाएर राखेको छ। अब नेताहरू पनि के भएको क्या, फेरि नेताको लागि टिकटको लागि आमामा दौड धुप छ क्या। अस्तिको आन्दोलनमा त्यत्रो कुटा खाएको जलेको घरहरू जलेको बिर्स्यो। नेता हुनु सजिलो छैन है अब चाहिँ।
अब चाहिँ नेता हुनु सजिलो छैन। त्यो अहिले नेपालमा जुन देखिरहेछु समानुपातिक अहिले लफडा नेता हुनको लागि के अरे टिकट पाउनको लागि तथा कुदिरहेको थियो नि मान्छेहरू। अनि तिनीहरूलाई अहिले अस्तिको आन्दोलनले एउटा केही सिकेन तिनीहरूले। तिनीहरूलाई नेता भएछ अब चाहिँ फेरि के पहिला जस्तो गर्नु पाइन्छ भनेर हो कि यसरी कुदेका। सुधारम यता नयाँ पार्टीहरूले चाहिँ हिरोहरूलाई उठाउँदैछ, उता पुरानो पार्टीहरूले चाहिँ पुरा भिलेनहरू गुन्डाहरू उठाउँदैछ क्या। कस्तो छ म्याट टेक्ने होइन। नयाँ पार्टीहरूले चाहिँ पुरा हिरोहरू उठाइदिरहेछ होइन, सेलिब्रेटीहरू अब उतापट्टि चाहिँ गुन्डाहरू उठाइदिरहेछ क्या। अनि हुने त के हो लास्टमा त काट मारै हो जस्तो छ नि त हौ देशमा त म्याट टेक्ने सबै छ हौ। यसो सोद्धा पनि घरिघरि त टाउको दुखेर आउँछ हौ म्याट टेक्ने। कस्तो चाहिँ देशमा जन्मिएछ जस्तो लाग्छ घरिघरि त। फेरि पनि माया त छ हामीलाई होइन, आफ्नो देशको राजनीतिले गर्दाखेरि चाहिँ टाउको दुखाइ भएको हो। अब यसलाई सुधार्नुपर्छ, सुधारिनुपर्छ, निखारिनुपर्छ जस्तो गरौँ भन्नु पऱ्यो नि। क्या समयअनुसारले चल्न सकेन भनेदेखि हरेक चिजहरू देशदेखि लिएर व्यापार बिजनेसै हेरौँ न। जस्तो स्यामसङ आइफोनहरू कहाँ पुग्यो, समयअनुसार बदलिन नसक्नाले त्यो नोकिया कहाँ कसरी सक्यो। त्यो त्यस्तै हो विकास भन्ने कुरो, समयअनुसार चेन्ज हुन सकेन भने होइन। हामी यो विदेशमा हुने त राजाले बनाइदिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नहुनु भने त हामी त घर पनि फर्किनु पाउँदैन कसम। त्यो चाहिँ नभत्काऊ है, हामी फर्किनुपर्छ है। त्यो चाहिँ नभत्काऊ है, त्यति चाहिँ जोगा। अब हामी त्यही बाटो फर्किने हो। अब हामी हिँडेर बासबाट समुद्रबाट फर्किने कुनै अवस्था छैन। त्यही राजाले बनाएको त्यही एउटा त्रिभुवन, त्यही एउटा के अरे दशरथ रङ्गशाला, त्यहीहरू चाहिँ यार त्यहीँ बसेर भाषण गर्छ, त्यहीँ बसेर विदेश उडदौड गर्छन् नेताहरू यार। यत्रो वर्ष राजा हटाएको नि यत्रो वर्ष बितिसकेर गर्न सकेको होइन यार। भएको चिजलाई सकाए, आगो लगाए होइन। झन् बनाउनु पर्ने ठाउँमा झन् आगो लगाएर चाहिँ सकाइरहेको छ। अझ गुन्डुमा गएर अझ भुक्दैछ क्या फेरि हाम्रो गुन्डाको एरिया गुन्डुमा गएर अझै भुकिरहेछ। के सोचेर भुक्दैछ अपुत्रो। यत्रो जनाको 2 दिनमा यत्रो 76-78जनाको बलि चढायो, 5-6 हजार घाइते। यति झुक्दैन यस्तो डेभलपमेन्ट मिस्टेक हुने बित्तिकै भैँ ढोगेर चाहिँ जनतासँग माफी माग्छन् भने मान्छे मार्दाखेरि पनि त्यसको आदेश जसलेसुकै दियोस् नि। आदेश माथि कुर्सीमा बस्नेले त नैतिक त जिम्मेवारी त हुन्छ होला त हो। रानी पोखरी मैले बनाएँ, घण्टाघर मैले बनाएँ भन्ने, अनि फेरि मान्छे मारेको चाहिँ मैले होइन भन्ने। अहिले चाहिँ इन्जिनियरले बनाएको भए त्यसले फल्ट गऱ्यो भनेदेखि कसलाई के भन्छ अरे। अब त्यस्तो कुरो हुन्छ र बनाउने चिजमा चाहिँ मैले गरेको, बिगार्ने चिजमा मार्ने जस्तो कुरामा चाहिँ जिम्मा कसले लिन्छ अरे। मैले पनि होइन, तैँले पनि होइन, लिने कसले हो। राम्रो काममा पनि नराम्रो काममा पनि होइन जिम्मा लिन सकेको त्यो पो लिडर हो त। राम्रोमा चाहिँ मैले, नराम्रो मैले मान्छे मार्ने काममा चाहिँ होइन भन्न पन्जिन पाइँदैन। छानबिन आएको पनि त्यस्तै छ, के गर्नु। अलिकतिले छानबिन आएको गराउँ, फलान मान्छेले छानबिन गरेकोमा म सहभागिता हुन्न अरे। अब त्यस्तो कुरो हुन्छ, उनीहरूकै मान्छे भएदेखि त के छानबिन गर्नु। यो भएर यो रहेछ केटा चाहिँ तलको हेर मेरो डेभलप खोलामा पुल एउटा सानो तलाउ हो, खोलो पनि होइन। यो बाटो डेन्जर बनाएको छ। यो बनाएको थियो होइन, यो खतरा बाटो 120को स्पिडमा चलाउन मिल्ने बनाएको थियो। ल यसपालि चाहिँ होइन पुरानो भर्सेस नयाँ हुनुपर्छ राजनीति भनेको होइन। पुरानोलाई आउट गर्ने हो, नयाँहरू एकजुट भएर माथिसम्म जाने हो। प्रधानमन्त्रीको लागि जाने होइन, देश बनाउनको लागि माथि गएर नियमहरू केही हेरफेर गर्ने, कम्तीमा पनि प्रत्यक्ष कार्यकारी हेरफेर गरेर अनि चुनाव गरेर चाहिँ अनि नयाँ भिडे हुन्छ क्या। अनि जो गए पनि जो माथि पनि एउटा सिस्टममा 5 वर्ष देश चलायो भने केही न केही सुधार हुन्छ क्या नेपालमा। 5 वर्ष एउटा सिस्टममा चलाउनु पऱ्यो क्या। नराम्रो गर्छ भने त 5 वर्षभन्दा अगाडि पनि फाल्नु। कोरियामा हेरौँ म यहाँ आएदेखि 5वटा राष्ट्रपतिहरू चेन्ज भइसक्यो। माथि चुनाव हुन्छ, माथि चेन्ज हुन्छ, माथि जे हुन्छ माथि हुन्छ क्या। तर एउटा देश एउटा सिस्टममा चलिरहेछ। यहाँ कतै गाडी बन्द, कतै के रोकिने, कतै आन्दोलन, कतै केही नै हुँदैन। जे हुन्छ माथि हुन्छ। तर जनताको दैनिक कार्यतालिका एउटै हुन्छ, एउटै यसमा घुमिरहेको हुन्छ क्या। त्यो हो नि त। हाम्रो त नेताले यसो सानोतिनो गऱ्यो पुरा गऱ्यो भने पनि अब ठुलो सम्झिदिनु पर्ने, सहभागिता हुनुपर्ने व्यवसाय बनायो क्या राजनीति नेताले। अब चाहिँ अहिले जुन नेताहरू जुन बनिरहेछ नि देशमा
अगाडि आइरहेको छन् नयाँ नेताहरू। उनीहरू चाहिँ एकदम घरको दाल भात रोटी बस्ने ठाउँ घाँसबास कपास सबै भरिपूर्ण भएको देशको लागि बिना तलब भत्ता केही गर्छु भन्ने भित्री मनदेखि चाहना छ भने मात्रै राजनीतिमा आउनु होइन। यहाँ आएर अब पावरमा आएर पैसा कमाउँछु भन्ने हिसाबले चाहिँ आउँदैन आउनु। व्यापारिक दुकानमा अस्तिको आन्दोलन सम्झे हुन्छ होइन। त्यो भएको पनि गुमाउनुपर्छ है। नेता अब सुध्रेन भने अब जनता फेरि अब दोस्रो जेनजी आन्दोलन चाहिँ हुँदैन भन्न चाहिँ म सक्दिनँ है। पहिला त हेलिकप्टर चढेर पनि ज्यान जोगाइदियो, अबको अवस्था त्योभन्दा नाजुक हुनसक्छ। त्यत्रो आन्दोलन देखिरहेछ, त्यो देखि पनि नेता बन्नु आइरहेछ। अब आएर पनि सानो तिनो मात्रै गल्ती गर्छ भने अब त्यो चाहिँ छुट हुँदैन क्या। र जेनजीहरू अहिले सरकारमा जानु चाहिँ हुँदैन होइन। यो जेनजीको चाहिँ एउटा फाल्टै एउटा युनियन बनाएर यो चाहिँ खबरदारीमा क्या खबरदारी गर्ने होइन। केही त्यस्तो खबरदारी अब अख्तियार यस्तो एउटा सुशासन एउटा कुनै उसमा बस्नु त्यस्तो मात्रै बस्नुपर्छ। जेनजीको एउटा दुईवटा फेरि नेताहरू अब पद पायो भनेर माथि गयो भने त्यसले फेरि ठुलो असर गर्छ क्या। जेनजी भने चाहिँ खबरदारी गर्ने एउटा युनियनको रूपमा फाल्टो एउटा संस्था भएर बस्नु पर्यो। जसरी हल्ला नगरिकन नेटबाट सामाजिक सञ्जालबाट यत्रो गर्न सकिन्छ भने बाहिर बसेर एउटा सामाजिक एउटा युनियन बनायो भने जे पनि गर्न सकिन्छ भन्ने देशमा भइसक्यो क्या। ओके लेट्स गो। जय नेपाल।